20 अप्रिलदेखि 1 महिनासम्म रेगुलर नेपाली क्रिकेट टिमका म्याचहरू रहेका छन्। तर ती म्याचहरूलाई सजिलै आफ्नो मोबाइल, ल्यापटप, टिभीमा कसरी हेर्न सकिन्छ त? के यी म्याचहरू हामीलाई युट्युबमा पनि सजिलै हेर्न मिल्नेवाला छ त? नेपाली क्रिकेट टिमको क्रेज अहिले विश्वभरि बिस्तारै बढ्दै गइरहेको छ। यो भिडियो पुरा हेरिसकेपछि तपाईहरुलाई लाइभ कसरी हेर्ने भनेर चिन्ता लिनु पर्दैन। म 100 मा 100 ग्यारेन्टी दिन्छु। त्यो भन्दा पहिला भिडियोलाई लाइक गर्नुस् अनि च्यानललाई सब्स्क्राइब गर्नुस्। डिटेलमा कुरा गरौँ। 20 अप्रिलदेखि लिएर 22 मेसम्म लगातार नेपालका क्रिकेट म्याचहरू रहेका छन्। यी सबै खेलहरू त्रिभुवन इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिने छन्, त्यो पनि रातिको समय फ्लड लाइटको तल। काठमाडौँमा हुने केटाहरूको लागि त मोज छ। अब सबैभन्दा पहिला युएई सँग हाम्रा दुईटा टी20 सिरिज छन्। त्यसपछि आईसीसी सीडब्ल्यूसी लिग 2 का खेलहरू सुरु हुनेछन्। यी लिग 2 का खेलहरू नेपाली क्रिकेट टिमको लागि एकदमै महत्त्वपूर्ण हुनेछन्। नेपाल ओडिआईमा बिस्तारै तल गिर्दै गइरहेको छ। यदि नेपालले 2028 को वर्ल्ड कप खेल्नु छ भने यी 8 वटा म्याचहरू नेपालको लागि एकदमै महत्त्वपूर्ण छन्। यी 8 वटा म्याचहरू मध्ये 5 देखि 6 वटा म्याच नेपालले जसरी पनि जित्नै पर्छ। यदि हामी पहिलाको जस्तै हार्दै रह्यौं भने 2027 को वर्ल्ड कपको कुरा त छोडिदेऊ, हामीले हाम्रो ओडिया स्ट्याटस बचाउन पनि गाह्रो पर्नेछ। यी कुराहरूलाई लिएर क्यानले आफ्नो ध्यान आकर्षण गर्नै पर्ने हुन्छ। हाम्रा यङ प्लेयरहरू अहिले राम्रो फर्ममा छन्, तिनीहरूलाई चान्स दिनुपर्ने हुन्छ। आशा गरौँ नेपालले यी 8 वटा म्याचहरूमा केही न केही राम्रो पक्ष ल्याओस्। अब कुरो गरौँ लाइभ कसरी हेर्ने त? यी लिग 2 का खेलहरूलाई लाइभ हेर्नको लागि आईसीसी टिभी एपबाट हेर्न सकिन्छ। यो एपमा गएर आफ्नो अकाउन्ट बनाएमा नेपाललाई आईसीसी डिजिटल क्रिएट अवार्ड जिताउन सक्नुहुन्छ। अकाउन्ट कसरी बनाउने म तपाईहरुलाई मोबाइल स्क्रिनमा देखाइदिन्छु। जुन तरिकाले मैले मोबाइलमा यो अकाउन्ट क्रिएट गरेँ त्यसरी तपाईहरु ल्यापटपमा क्रिएट गरेर हेर्न सक्नुहुन्छ। अब आयो मेन कुरो, टिभीमा हेर्न चाहनेहरुको लागि कसरी हेर्ने त? टिभी राइटको कुरो अहिलेसम्म कन्फर्म भएको छैन, तर हाइली 99% चान्स छ कि कान्तिपुर म्याक्सबाट हेर्न मिल्छ भनेर। अब अन्तिम कुरो, युट्युबमा हामीलाई लाइभ हेर्न मिल्छ कि मिल्दैन भनेर। यसको लागि पनि क्यानले कुनै कन्फर्म गरेको छैन, तर धेरै जसो लिग 2 का म्याचहरू कान्तिपुर म्याक्स युट्युब च्यानलमा सधैँ लाइभ हुन्छन्। यसमा पनि हाई चान्स छ कि युट्युबमा कान्तिपुर म्याक्समा हेर्न मिलोस् भनेर। आजलाई यति नै। केही समस्या भए मलाई कमेन्ट गर्नुस्, म सर्ट भिडियो बनाएर तपाईहरुलाई रिप्लाई दिन्छु।